सबैमा नमस्कार। निर्वाचन आयोगले यही मिति 2082 चैत्र 22 गतेदेखि मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्यक्रम पुनः सुचारू गरेको छ। यदि तपाईँको उमेर पुगेको छ र अझै नामावलीमा नाम छैन भने यो तपाईँहरूको लागि महत्त्वपूर्ण अवसर हो। आजको भिडियोमा हामी मतदाता नामावलीमा नाम दर्ता गर्ने तरिकाबारे विस्तृत रूपमा चर्चा गर्नेछौँ। आउनुहोस् भिडियो सुरु गरौँ। सर्वप्रथम नाम दर्ता गर्नु अघि तपाईँको नाम पहिले नै छ कि छैन भनेर यकिन गर्नुहोला, जसको लागि निर्वाचन आयोगको वेबसाइट www.election.gov.np मा जानुहोस् र मतदाता नामावली सेक्सनमा गई आफ्नो स्थायी ठेगाना छनौट गरेर सूचीमा नाम हेर्न सक्नुहुन्छ। र नाम दर्ता गर्ने तरिकाहरू, यदि तपाईँको नाम छैन भने नाम दर्ता गर्ने मुख्यतः दुईवटा तरिकाहरू रहेका छन्। पहिलो, राष्ट्रिय परिचय पत्र नम्बर मार्फत। यो सबैभन्दा सजिलो तरिका हो, जसमा निर्वाचन कार्यालयमा नगई घरबाटै नाम दर्ता गर्न सकिन्छ। र दोस्रो, अनलाइन फारम भरेर, यानि कि राष्ट्रिय परिचय पत्र नहुनेहरूको लागि। यसमा फारम भरेपछि बायोमेट्रिकका लागि तोकिएको निर्वाचन कार्यालयमा जानुपर्ने हुन्छ। र अब कुरा गरौँ राष्ट्रिय परिचय पत्र, यानि कि नेसनल आइडेन्टिटी कार्ड मार्फत घरबाटै नामावलीमा नाम दर्ता गर्ने तरिका। यसको लागि निर्वाचन आयोगको वेबसाइटमा गई प्री रजिस्ट्रेसन र अध्यावधिक ट्याबमा क्लिक गर्नुहोस्। नयाँ दर्तामा क्लिक गरी बायाँतर्फ रहेको राष्ट्रिय परिचय पत्र नम्बर मार्फत मतदाता नामावली दर्तामा छनौट गर्नुहोस्। आफ्नो 10 अङ्कको एनआइडी नम्बर, जन्ममिति अङ्ग्रेजीमा, आफ्नो पहिलो नाम अङ्ग्रेजीमा टाइप गर्नुहोस् र प्रमाणीकरण गर्नुहोस्, जसमा क्याप्चा रहेको हुन्छ म्याथ क्वेसन। म्याथ क्वेसनको उत्तर दिई एनआइएनबाट प्रमाणीकरण गर्नुहोस्मा क्लिक गर्नुहोस्। कहिलेकाहीँ सर्भरले गर्दा समस्या आएमा पुनः प्रयास गर्नुहोला र विवरण रुजु गर्नुहोस्। अब बाँकी खाली फिल्डहरू जस्तै मोबाइल नम्बर, इमेल ठेगाना, पति पत्नीको नाम, नागरिकताको विवरण जस्तै जारी जिल्ला, जारी मिति आदि चाहिँ छनौट गर्नुहोस्। र ठेगाना, यो सबैभन्दा महत्त्वपूर्ण छ, किनभने एनआइडीको स्थायी ठेगाना नै अहिलेको ठेगाना हो भने अरू केही पनि डकुमेन्ट चाहिँदैन। तर ठेगाना फरक भएमा बसाइसराई वा विवाह दर्ता अनिवार्य अपलोड गर्नुपर्छ। अन्तिम प्रक्रिया, सबै विवरण रुजु गरी दर्ता गर्नुहोस्मा क्लिक गर्नुहोस्। यति गरेपछि तपाईँको मोबाइल नम्बरमा आवेदन नम्बर प्राप्त हुन्छ र केही दिनमा निर्वाचन कार्यालयबाट रुजु प्रमाणीकरण भएपछि तपाईँले मतदाता नम्बर घरै बसी प्राप्त गर्न सक्नुहुन्छ। यो त भयो राष्ट्रिय परिचय पत्र भएकाहरूको लागि। अब राष्ट्रिय परिचय पत्र नभएकाहरूको लागि दर्ता गर्ने प्रक्रिया पनि सहज नै छ, जसको लागि निर्वाचन आयोगको वेबसाइटमा गई नयाँ मतदाता नामावली दर्ता, राष्ट्रिय परिचय पत्र नभएकाहरूको लागि सेक्सनमा गई आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नुहोस् र मोबाइलमा आएको 6 अङ्क कोड राखेर नयाँ दर्ता मेनुमा जानुहोस्। सकेसम्म मेरो सुझाव चाहिँ राष्ट्रिय परिचय पत्र बनाएर मात्र यो प्रक्रिया गर्दा राम्रो हुन्छ, किनकि राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक एकीकृत राम्रो र प्रभावकारी रहेको छ। फारम भर्नुहोस्। अब नागरिकता अनुसारको विवरण भर्नुहोला, जसमा अङ्ग्रेजीमा नाम लेखिएको ठाउँमा बाहेक अन्य सबै ठाउँमा नेपालीमा विवरणहरू भर्नुहोला। काम गर्दा बिचबिचमा सेभ ड्राफ्ट पनि गर्नुहोला। सम्पर्क स्थान, यो भाग ध्यान दिएर भर्नुहोला, किनभने जहाँ गएर तपाईँ बायोमेट्रिक दिन चाहनुहुन्छ त्यही ठाउँ नै भर्नुपर्ने हुन्छ। जस्तै मैले यो फारममा स्थायी ठेगाना मेरो झापा भरेको छु, तर अहिले म यदि रूपन्देहीमा छु भने मैले सम्पर्क स्थानमा जिल्ला निर्वाचन कार्यालय रूपन्देही नै छनौट गर्नुपर्ने हुन्छ। यानि कि अहिले तपाईँ अस्थायी रूपमा जहाँ बसिराख्नु भएको छ त्यहाँको निर्वाचन कार्यालय सम्पर्क स्थानको रूपमा छनौट गर्नुपर्छ, किनभने जुन कार्यालय हामीले सम्पर्क स्थान छनौट गर्छौँ त्यही कार्यालयमा मात्रै हामीले बायोमेट्रिक दिन सक्छौँ, अन्य कार्यालयमा गएर बायोमेट्रिक दिन सक्दैनौँ। र फारम प्रिन्ट र सबमिट लास्ट अप्सन रहेको छ। यो फारम बुझाएपछि प्राप्त हुने पिडिएफ फाइल प्रिन्ट गर्नुहोस्। उक्त प्रिन्ट नागरिकताको सक्कल र फोटोकपी, आवश्यक परे बसाइसराई, विवाह दर्ता आदि लिएर
तोकियो कार्यालयमा गएर बायोमेट्रिक दिन जानुहोस्। यसरी दुई प्रकारबाट तपाईँले सजिलै आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्नुहुन्छ। राष्ट्रिय परिचय पत्र छ भने तपाईँ स्वदेश विदेश जुन ठाउँमा भए पनि सहजै कुनै कार्यालयमा नगएर आफ्नो नामावलीमा नाम दर्ता गराउन सक्नुहुन्छ भने राष्ट्रिय परिचय पत्र नभएको हकमा पनि नेपालमा हुनुहुन्छ भने जुनसुकै निर्वाचन कार्यालयमा गएर भए पनि आफ्नो स्थायी ठेगानामा नाम दर्ता गराउन सक्नुहुन्छ। त्यसरी नाम दर्ता गराई आफ्नो मताधिकार सुरक्षित गर्नुहोस्। यदि तपाईँलाई यो प्रक्रियामा केही जिज्ञासा वा समस्या भएमा तल कमेन्ट गर्नुहोला। भिडियो लाइक र सेयर गर्न पनि नबिर्सनुहोला। हामी मिल्नेछौँ अर्को भिडियोमा। तबसम्मको लागि गुड बाई।